ल साथीहरू, हाम्रो यात्रा चाहिँ लेटाङबाट जाँते बजार हुँदै कोलुङ झरनासम्म पुग्ने थियो। हामी चाहिँ अहिले यो तपाईँको यो मोरङ्गी पुल कटेर सिधै अगाडि बढ्छौँ। तपाईँले त्यहाँ हामी अगाडि बढिसके पछाडि हामी केही कदम अलिकति माथि गएर हामी फेरि उत्तरतर्फ लाग्छौँ र उत्तरतर्फ लाग्ने बित्तिकै अब जाँते बजार देखिन्छ र हामी अहिले जाँते बजार लगभग पुगिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ जाँते बजार हो र अब हामीले यहाँनिर सोध्ने गर्छौँ। सोधिसकेपछि हामी अगाडि बढ्छौँ र अगाडि गएपछि फेरि एकपल्ट हामीले सोध्छौँ अनि हामीले तलको बाटो रोज्छौँ र रोजिसके पछाडि हामी बिस्तारै अघि बढ्छौँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ अलिकति केही कदम बाटो चाहिँ अलिकति बिग्रिएको छ, त्यो पनि हामी अगाडि बढ्यौँ। अब हामी अलिकति अगाडि 2-4 कदम अगाडि गएपछि यहाँ एउटा ठुलो झोलुङ्गे पुल आउँछ र हामीले त्यो झोलुङ्गे पुल कट्नुपर्ने हुन्छ। अनि फेरि हामीले एकपल्ट फेरि बिचमा हामीले यहाँ सोध्नेछौँ यहाँको मान्छेहरूलाई र हामी सोधेर उहाँहरूले भन्नुहुन्छ बाढी आएको छ भन्नुहुन्छ। त्यही पनि हामीलाई चाहिँ जाने इच्छा भएको कारणले हामी जान्छौँ भनेर हामी यहाँबाट अगाडि निक्ल्यौँ र तपाईँले यहाँ देख्न सक्नुहुन्छ हामी केही कदम अगाडि बढिसकेका छौँ। यहाँ चाहिँ बाटो तपाईँको ग्राभेल सुरु भएको हुन्छ र म र काका हामी अगाडि बढिरहेछौँ। निरन्तर हाम्रो यात्रा जारी नै छ। तपाईँहरूले देख्न सक्नुहुन्छ हरियाली, पहाड, पखेरा, खेतीबारी, गाउँ बस्ती राम्रो छ र केही कदम हामी अलिकति अगाडि गएपछि फेरि एकपल्ट हामीले सोध्छौँ। त्यसपछि सोधेर हामी अगाडि बढिरहेछौँ। मजा नै आइरहेको थियो, एकदम जाडो जाडो पनि भइरहेको थियो बाइकमा जाँदाखेरि। एकदम पानी परेर चिसो भएको कारणले गर्दाखेरि यहाँ पनि हामीले एकपल्ट सोध्छौँ यहाँको दाइलाई र हामीले यहाँको दाइलाई सोधिसके पछाडि फेरि हामी अगाडि बढ्छौँ। लगभग तपाईँको 30 मिनट जति लाग्ने रहेछ बाइकमा। यहाँबाट जब तपाईँको झोलुङ्गे पुल कटिसकेर पनि 30 मिनट चाहिँ अगाडि जानुपर्ने हुन्छ र लगभग हाम्रो यात्रा बढिरहेछ निरन्तर। र बिचमा केही बाटोहरू चाहिँ तपाईँको एकदम ग्राभेल हिलो चिप्लिने खालको अवस्था छ। भर्सक यो हिउँदमा चाहिँ के हुन होला, तर हामी बर्खायाममा गएको कारणले बाटोहरू चाहिँ खराब छ र तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ भ्यू पनि यति राम्रो छ। पर माथि समलाको डाँडा देखिन्छ पारिपट्टि र वारिबाट चाहिँ हाम्रो यात्रा चाहिँ कोलुङको झरनासम्म अघि बढिरहेको हुन्छ। यहाँ मान्छेहरू पनि हाइकिङ गरेर फर्किरहेछन् भाइहरू बिच बाटोमा, जहाँ हामीले देख्न सक्छौँ। र हामी फेरि उकालो बढ्छौँ, खोलाको तिरैतिर अगाडि बढ्छौँ। लगभग यहाँबाट पनि अब चाहिँ हामीलाई 15 मिनट जति लागेको हुन्छ। हाम्रो निरन्तर यात्रा जारी नै छ। मसँग काका हुनुहुन्छ, काका भतिजी 2 जना मिलेर हामीले यो जाने प्लान गरेका थियौँ र हामी जाँदैछौँ। लगभग जाँदा पनि हामीलाई टाइम चाहिँ लागिरहेको छ। लगभग हामी 4 बजेतिर लगभग जाँदैछौँ। 4 बजिसकेको थियो हामी जाँदाखेरि र हामी वहाँनिर चाहिँ लगभग 4:30 बजेतिर पुगेर माथि गएर फर्किँदा चाहिँ हामीलाई 5:30 बजेको थियो। तपाईँ देख्न सक्नुहुन्छ जाडोमा अब ओली राख्छ म गाडी गइसक्यो। बिचमा चाहिँ यस्तो छ साथीहरू, टाइम पनि कत्रो लगाएको त। साथीहरू फाइनली हामी अहिले कोलुङको झरनामा आइसकेका छौँ, तर अहिले एकदम बाढी आइसकेको कारणले गर्दाखेरि हामी चाहिँ यहाँबाट माथि पनि जान सकेका छैनौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामी पुरै जुत्ता लगाएर आएको। हाम्रो अब एउटा जो सोचेर आएको त्यो भएन। तपाईँहरू देख्नुहुन्छ यहाँनिर छ चाहिँ झरना, तर यहाँ एकदम पानीको ढुङ्गाले गर्दा यो बाटो जस्तो लागिरहेको छ। बाढी आएको कारणले हामी अब यहाँबाट माथि सक्दैनौँ। हामी धेरै
सत्यवानबाट लगभग 20-25 मिनट बाइकमा आएको छौँ। अब देख्न सक्नुहुन्छ यही हो कोलुङको झरना। फाइनली हामीले चाहिँ अहिले चाँदनी, कुरकुरे, चिजबल, टुक्यम हालेर खाइरहेछौँ। र साथीहरू हामीले चाहिँ भाषा खाँदैछौँ। साथीहरू झर्ना एउटा सानो झर्ना राम्रो छ। आएको ल साथीहरू यो चाहिँ हामीले त्यहाँको झरना पुगिसकेर फर्किने बेलामा बनाएको भिडियो हो। लगभग मैले टाइम ल्याप्समा हालेको थिएँ। अब जाँदाखेरि चाहिँ मैले भिडियो बनाउन सकिनँ, फर्किँदाखेरि बनाएको। यहाँदेखि तपाईँको त्यहाँदेखि चाहिँ जोलुङ्गेसम्म मैले बनाएको छु। त्यहाँ बिचमा बाख्रा आएको कारणले गर्दाखेरि मैले बनाउनु पाइनँ। तपाईँहरूलाई यो भ्लग हेरेर कस्तो हुन्छ कमेन्ट गर्नु होला र साथसाथै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। तपाईँहरूलाई के कस्तो लाग्छ सुझाव दिनु होला। केही कमी कमजोरी भएमा कृपया कमेन्ट गरी सहयोग गरिदिनु होला। धन्यवाद।